नमस्ते, अन्यहास्यो। म हुँ हजुरहरूकै कोरियन प्रशिक्षक राजुन राई। के तपाईँहरू पनि यही आउने वर्षमा कोरिया भाषा सिकेर कोरियाको परीक्षा पास गरेर चाहिँ कोरिया जान चाहनुहुन्छ? यस, चाहनुहुन्छ भने तपाईँहरूलाई सपोर्ट गर्नको लागि, तपाईँहरूलाई सिकाउनको लागि म आइसकेको छु। र तपाईँहरू कोरियन भाषा सिक्ने इच्छा छ त पैसा छैन? नो प्रब्लम। म तपाईँहरूलाई बिल्कुल फ्रीमा 1 रुपियाँ पैसा बिना कोरियन भाषा सिकाउन छु आजबाट। र साथीहरू, बजारमा थुप्रै सरहरूले के अरे कोरियन भाषा पढाइराख्नु भएको हुन्छ, तर उहाँहरूभन्दा केही डिफ्रेन्ट र सरल तरिकाले म तपाईँहरूलाई कोरियन भाषा पढाउने छु। के त्यसको लागि तपाईँ रेडी हुनुहुन्छ? अफकोर्स, यस, रेडी हुनुहुन्छ होइन? हामी बिस्तार थोरै सरल सही तरिकाले कोरियन भाषा सिक्छौँ है साथीहरू। तपाईँहरूलाई साथ दिनको लागि भनेर म आइसकेको छु। र तपाईँहरूलाई लाग्दै होला है, यो मेरो व्हाइट बोर्ड देखेर होइन, कति सानो, कस्तो नराम्रो भनेर। हुन त यो माइन्डको के अरे एउटा उसको बानी नै त्यही हो क्या। हामी सही चिजभन्दा अरू चिजहरू पनि देखिरहेको हुन्छौँ, जस्तै देख्दै हुनुहुन्छ कति सानो, कति नराम्रो भनेर। कतिले स्मार्ट बोर्डबाट पढाइराख्नु भएको हुन्छ, तर हामीलाई कसले कसरी पढाउँदैछ, केमा पढाउँदैछ, त्यो इम्पोर्टेन्ट कुरा होइन है साथीहरू। के पढाउँदै हुनुहुन्छ त्यो चाहिँ इम्पोर्टेन्ट कुरा हो। त्यही भएर तपाईँहरूको आँखा सट्ट यहाँबाट यो मेरो बोर्डभन्दा र यो अनुहारभन्दा बाहिर नजाओस्। अनि अर्को कुरा, यो भाषा सिक्नु भनेको नि साथीहरू नडो जोग है। यसलाई तपाईँले इजी लिनुभयो भने नि तपाईँ पछाडि फेरि दुःख पाउनुहुन्छ है। टफ कम्पिटिसन छ, त्यसैले पहिलो स्टेपबाट, पहिलो दिनबाट तपाईँ एकदम सिरियस भएर चाहिँ अध्ययन गर्नु होला भन्न चाहन्छु। र हामी सुरु गरौँ। अब आउनुहोस् क्लास विषयवस्तुतिर। कोरियन लिपि, नेपालीमा कोरियन लिपि। यो अलिक भनेकै साथीहरू, कोरियन लिपि कोरियामा हानगुल के अरे साथीहरू, हानगुल यो ह चाहिँ नेपाली ह चाहिँ ह, यस्तो सामान्य ह भन्दा पनि हुन्छ, तर यो कोरियन ह चाहिँ हल्का साससँग हानगुल। यो ग गु नेपालमा हानगुल नेपालीमा यस्तो हुन्छ, कोरियामा चाहिँ यो गको तल छ नि सिधा यस्तो धर्को साथीहरू, त्यो चाहिँ उ हो। उ हानगुल है। यो 40वटा हुन्छ। अब यसलाई हामी दुई तरिकाले पढ्छौँ। यसलाई सिधा मैले ताने धर्का यसरी गरौँ, यो भयो। अब यहाँ कन्सोनेन्ट अङ्ग्रेजीमा व्यञ्जन वर्ण, नेपालीमा यहाँ भवेल्स, अङ्ग्रेजीमा स्वर वर्ण, नेपालीमा। अलिक मजाले लेखौँ। स्वर वर्ण अङ्ग्रेजीमा। अब साथीहरू, कन्सोनेन्ट त्यो जम्मा जम्मी
19वटा हुन्छ र भवेल्स चाहिँ 21वटा हुन्छ। अब तपाईँहरूलाई लाग्दो होला यो 40वटा, यो 19वटा, यो 21वटा होइन कति धेरै जस्तो। नआत्तिनुस्, यो पनि हामी एकै दिनमा नभए 2 दिनमा जान्न सक्छौँ। अब आयो यो कन्सोनेन्ट पनि 2 किसिमको हुन्छ है साथीहरू। डबल 5वटा। अब भवेल्स पनि यहाँ अब यहाँ हेर्नुहोस् है साथीहरू, हानगुल 40वटा अनि कन्सोनेन्ट व्यञ्जन वर्ण 19वटा र भवेल्स स्वर वर्ण 21वटा हुन्छ। अब यो कन्सोनेन्ट पनि तपाईँको चाहिँ 2 किसिमको छ फेरि। एउटा सिङ्गल कन्सोनेन्ट 14वटा र डबल कन्सोनेन्ट 5वटा। अब भवेल्स जम्मा 21वटा, सिङ्गल भवेल्स 10वटा र मिक्स भवेल्स 11वटा। ध्यान दिएर हेर्नुहोस् है, ध्यान दिएर एकदम ध्यान दिएर। यदि देख्नुभयो नि तपाईँहरूले होइन, ठिक छ। आज अब हामी कन्सोनेन्ट सिङ्गल कन्सोनेन्ट पढ्छौँ, देख्छौँ। ध्यान दिए त साथीहरू। मैले सिङ्गल कन्सोनेन्ट यो तपाईँहरूले भने नि सिङ्गल कन्सोनेन्ट 14वटा हुन्छ भनेर, त्यही 14वटा चाहिँ यो हो है, यसलाई सिङ्गल कन्सोनेन्ट। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14। सुन्नु, 1 2 3 4 5 6 7 8 9 10 11 12 13। कुन छुटेछ हौ? यहाँ 6 हुन्छ। यो सिङ्गल कन्सोनेन्ट यो 14वटा हो साथीहरू। ध्यान दिएर हेर्नु होला, ध्यान एकदम ध्यान दिएर है। यो सबै आधा अक्षर मात्रै हो है, आधा अक्षर। कोरियन अक्षर कम्प्लिट एउटा अक्षर बन्नको लागि सी र भीको आवश्यक पर्छ। सी र भी भनेको के भने, सी भनेको कन्सोनेन्ट र यो भी भनेको भवेल्स। जब कन्सोनेन्ट र भवेल्स मिक्स हुन्छ तब मात्रै कोरियन भाषा एउटा पुरा एउटा अक्षर बनिन्छ है कोरियन भाषामा। त्यो भएर यो सबै आधा हो। यसलाई ख पनि भन्छ, यसलाई ग पनि भन्छ, न। यो थ पनि भन्छ, यसलाई द पनि भन्छ, ल म। फ पनि भन्छ, ब पनि भन्छ, स। यो भनेको चाहिँ तपाईँहरूको मनमा लागिरहेको होला, यो साइलेन्ट लेखिरहेको छ यस्तो जिरो बनाएर। यो साइलेन्ट जिरो, यसलाई साइलेन्ट जिरो भनेर बुझ्नुहोस् तपाईँले। यो छ र ज, अनि यसलाई ख, यसलाई फ, यसलाई थ, यसलाई ह भनेर भन्छ। अब हामी यो माथिको त हामीले अघि जानिसक्यौँ होइन, जानिसक्यौँ नि। अब हामी के गर्छौँ भने यसलाई एकचोटि उच्चारण गर्छौँ। मोस्ट इम्पोर्टेन्ट के छ भने साथीहरू, उच्चारण है। तपाईँले उच्चारण मजाले गर्न जान्नु भएन भने
के हुन्छ भने तपाईँ कन्भर्सेसन गर्न सक्नुहुन्न र उसले भनेको कुरा पनि बुझ्न सक्नुहुन्न है त। त्यही भएर साथीहरू मजाले उच्चारण जानिएन भने एक दुई नम्बर लिसनिङमा चिप्ल्यो है गयो है। त्यस पछाडि यो वर्ष होइन अर्को वर्ष पर्खिनु पर्ने हुन्छ। त्यही भएर प्रोनाउन्सिएसन एकदम राम्रो गर्नुपर्ने हुन्छ। म तपाईँहरूलाई सिकाउँछु कसरी गर्ने भनेर। यसलाई के भन्छ र कुरा के छ भने नि यो मैले नेपालीमा लेखे पनि ठ्याक्कै नेपाली जस्तै उच्चारण चाहिँ हुँदैन है। यसको पनि नियम छ, अलिकति फरक छ। म तपाईँलाई सिकाउँछु। यो ख, यो सामान्य ख, नेपाली जस्तै ख भन्दा हुन्छ। न न न भन्दा चाहिँ कसरी उच्चारण गर्ने भने न। यो जिब्रो छ नि, जिब्रो ठ्याक्कै दाँतको पछाडि गिजाबाट चाहिँ आउनु पर्यो है। न। थ पनि ठ्याक्कै न जहाँबाट निस्किन्छ त्यहीँबाट थ। ल ल भन्दा चाहिँ कस्तो भने तपाईँको जिब्रो ल यस्तो यस्तो मतलब दोब्रिएर चाहिँ निस्किनु पर्यो। ल ल भनेर नेपालीमा ल ल नेपालीमा सामान्य ल। यो थ न जस्तै तरिकाले बोलिन्छ ल भन्दा पनि, तर यो ल चाहिँ ल, जिब्रो चाहिँ हल्का भाइब्रेट हुनु पर्यो। अनि म म म म भन्दा पनि म म म अलिकति लाउड तरिकाले निस्किनु पर्यो। ब ब भन्दा त झन् ठुलै ब्लास्ट भएको जस्तो ब। स सामान्य तरिकाले भन्दा हुन्छ नेपाली जस्तो साइलेन्ट जिरो मात्रै भनेर बुझ्नुहोस्। यो छ सामान्य छ, यो छको माथि टुप्पो छैन नि, यो सामान्य छ। यो छ, यो टुप्पो काटिएको छ चाहिँ छ, अलिकति कडा खालको छ। यो छ कस्तो छ, यो छ छ छ भन्दा तपाईँको चाहिँ हत्केलामा सास आउनु पर्यो। यो छ भन्दा चाहिँ छ, यो छ भन्दाखेरि छ नआउँदा पनि हुन्छ। यो ख पनि ख, अलिकति प्रेसवाला ख। यो ख सामान्य ख, यो ख ख, यस्तो है त साथीहरू। यो फ पनि फ, यो फ सामान्य फ, यो फ फ, यो थ थ, यो थ पनि हल्का प्रेसमा निस्किन्छ थ। र यो ह नेपाली ह कस्तो हुन्छ भन्दाखेरि ह ह भनिन्छ नि, तर यो चाहिँ ह ह, हल्का साससँग ह निस्किनु पर्यो। पक्कै पनि साथीहरू मैले पढाएको तपाईँहरूले बुझ्दै हुनुहुन्छ होला। हामी एकचोटि फेरि यसलाई सँगसँगै भन्छौँ। ख न थ ल म ब स छ छ ख फ थ ह। तपाईँहरू पनि एकचोटि उच्चारण गर्नुहोस्। भेरी गुड, तपाईँले उच्चारण गर्न सक्नुभयो। आजलाई हामी यति मात्रै पढ्छौँ। यो हलाई पनि उच्चारण गर्ने तरिका मैले तपाईँलाई अघि सिकाएँ। यो हानगुल हानगिल हानगिल है। यो भन्दा चाहिँ यो के अरे दुईवटा यो दाँतहरूको बिचमा ग्याप चाहिँ हल्का हुनु पऱ्यो। यस्तो यस्तो पुरा ट्यापै जोडेको चाहिँ हुनु भएन त्यस्तो। हानगिल, यो ह भन्दा कसरी भने हा ह है, त्यस्तो छ। तपाईँहरूले भोलि यो सबै कुराहरूलाई चाहिँ नोट गरेर मल्टिपल टाइम प्र्याक्टिस गरेर चाहिँ आउनु होला। म तपाईँहरूलाई भोलि तपाईँहरूको होमवर्क यही भयो त। यो सिङ्गल कन्सोनेन्टलाई चाहिँ 14वटालाई नहेरिकन लेख्न सक्ने भएर आउनु होला। अनि हामी फेरि भोलि एकचोटि उच्चारण गर्छौँ।
सबैभन्दा मेन कुरा उच्चारण विधि सिक्नुपर्ने हुन्छ है त साथीहरू। फेरि जाँदा जाँदै हामी लास्टमा एकचोटि फेरि उच्चारण गर्छौँ सँगसँगै। ख न थ ल म ब स छ छ ख ह थ ह हो। यसरी तपाईँले उच्चारण गर्नुहोला। भोलि हामी अब आज हामीले यही सिङ्गल कन्सोनेन्टलाई मात्रै पढेको छौँ है। डबल कन्सोनेन्ट 5वटा भोलि पढ्छौँ र भवेल्स पनि हामी भोलि पढ्छौँ। अनि यो पनि बुझ्नु होला तपाईँले, कोरियन अक्षर बन्नको लागि चाहिँ के अरे कन्सोनेन्ट र भवेल्सको मिक्स हुनुपर्छ। यो भने सबै आधा आधा अक्षर मात्रै हो है त। यो दुईटा कसरी आयो, यसलाई कसरी ख पनि भनिन्छ, कसरी ग पनि भनिन्छ भन्ने कुरा भोलि हामी सिक्छौँ, बिस्तारै सिक्छौँ। जस्ट आज तपाईँहरूले चाहिँ यति कुरालाई मात्रै ध्यान दिनु होला, एकदम त्यही भन्न चाहन्छु। र साथीहरू आजलाई हाम्रो क्लास यति नै है त।